के तपाईँलाई ढाड दुख्ने समस्या रहेको छ वा हात दुख्ने समस्या रहेको छ? यदि त्यसो हो भने आउनुहोस्, आज हामी वैद्य बाको घरसम्म जान्छौँ है त। यो नेपालगञ्जबाट 108 किलोमिटर टाढा अनि धनगढीबाट 28 किलोमिटर यतै रहेको पबेरा बजार। यो पबेरा बजारबाट 800 मिटर दक्षिणतिर यो गाडी भएको बाटोको सिधा अगाडि 800 मिटर अगाडि गएपछि वैद्य बाको घर पुगिन्छ। आउनुहोस्, यात्रा सँगै गरौँ। 800 मिटर हिँडिसकेपछि हामी वैद्य बाको घर आइपुग्यौँ। यो पसल वैद्य बाकै घर अगाडिको पसल हो अनि यी व्यक्तिहरू पनि यहाँ उपचार गर्न आउनुभएको छ। धेरै टाढा टाढाबाट यहाँ व्यक्तिहरू उपचार गर्न आउनुहुँदो रहेछ। वैद्यबाले आफ्नो अनुभव अनुसार हाड जोर्नी सम्बन्धी र नसा सम्बन्धी यहाँ उपचार गर्नु हुँदो रहेछ। सबै कुरा देखिसकेपछि हामीले पनि उपचार गरायौँ र जिज्ञासा लागेका केही कुराहरू हामीले वैद्यबालाई सोध्यौँ र वैद्यबाले आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर सहित हामीलाई जानकारी दिन्छु भन्नुभयो र त्यस पश्चात हामीले सानो वैद्यबासँग पनि कुराकानी गऱ्यौँ। हजुरले आफ्नो नाम र के गर्नुहुन्छ भनिदिनु पर्यो। यो कैलाली गाउँपालिका वार्ड नम्बर 5 पबेरा। नाम चाहिँ मेरो रामदास गठरिया। अनि हजुरले के सन्चो गराउनुहुन्छ? नसा र हड्डीको बनाउँछु। अनि हजुरको मोबाइल नम्बर भनिदिनुहोस् त। 98 046 48 601। हजुरलाई फोन गरेर यो पबेरामा आएपछि यहाँ आउन पुगिन्छ।